यहाँहरू अहिले चाहिँ राजकोट नगरपालिका देख्न सक्नुहुन्छ। म आज राजकोट नगरपालिकामा आएको छु। एकदमै राम्रो ठाउँ राजकोट चाहिँ विकासको हिसाबले हेर्दाखेरि पनि कालिम्पोङको स्थानीय तहमा अलिकति धेरै विकास भएको स्थानीय तहको रूपमा पनि चिनिन्छ। राम्रो व्यवस्थापनको हिसाबले पनि एकदमै राम्रो छ। राजकोट नगरपालिकाबाट चाहिँ हामी चाहिँ बढीमालिका जान पनि सक्छौँ। यो बाटोको रूपमा पनि राजकोट नगरपालिकालाई लिन सकिन्छ। एकदमै राम्रो ठाउँ, यहाँहरू आउन सक्नुहुन्छ, घुम्न सक्नुहुनेछ र विकासको हिसाबले पनि एकदमै राम्रो सहकारी चाहिँ राजकोट नगरपालिकासँग गर्न सक्नुहुन्छ। धेरै हिसाबले चाहिँ प्लानिङमा चाहिँ एकदमै राम्रो उत्कृष्ट देख्न सक्नुहुन्छ। माथिपट्टि देखिएको चाहिँ यो त्यो माथिपट्टिको पाटन भनेको चाहिँ त्रिवेणी पाटनको नजिकको एरिया हो। त्यहाँबाट चाहिँ बढीमालिका जानको लागि धेरै समय लाग्दैन। 3-4 घन्टाको दूरीमा हिँडेर पैदल यात्रा गऱ्यो भने बढीमालिका पुग्न सकिन्छ। त्रिवेणी पाटन पनि आफैमा सुन्दर छ र बढीमालिका त अब धार्मिक हिसाबले चाहिँ एकदमै चर्चित ठाउँ भएकोले यो बाटोबाट जाँदाखेरि सहजै बढीमालिका जान सकिन्छ। यहाँहरूलाई राजकोटको बारेमा अझै जान्न चाहनुहुन्छ भने यहाँहरूले चाहिँ गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ र अरू थुप्रै माध्यमहरूबाट पनि यहाँको बारेमा जानकारी लिन सक्नुहुन्छ। हस्, थ्याङ्क यू।